हेलो सबैजनालाई नमस्कार। फेरि पनि मैले नयाँ ब्लग लिएर आइसकेको छु। आज हामी सिन्धुपाल्चोकदेखि दोलखा सैलुङ जानको लागि हामी घरबाट निस्किसकेका छौँ। हामी गाडीमा बसिसकेका छौँ। एकदमै रमाइलो भइरहेको छ। चिसो चिसो मौसम छ र पनि हामी एकदमै त्यहाँ जानलाई हेर्नलाई एकदमै एक्साइटेड भएर हामी घरदेखि निस्किसकेका छौँ। तिहारको छुट्टीमा थियो अनि हामी फ्यामिली सबै एउटा घुम्ने निर्णय गरिसकेपछि हामी यहाँ निस्किसकेका छौँ। हामी अब बाटोमा लागिसकेका छौँ र अगाडिको दृश्यहरू पनि हामी तपाईलाई देखाउने छौँ। दोलखा जाँदाको बाटोहरू त्यहाँ के कस्तो छ सबै कुराहरू हामी तपाईलाई यो भिडियोदेखि देखाउने छौँ। सबैले हेरिदिएर साथ दिनुहोला। एकदमै चिसो मौसम थियो र एकदम दुःख पनि थियो बिहान बिहान हिँड्न र पनि हामी एकदमै भित्रैदेखि खुसी भएर त्यहाँ गयौँ। अब हामी पिच रोड सकेर अफरोडतिर लागिसकेका छौँ। यहाँ बिचमा 10 किलोमिटर जति अफरोड छ। अफरोड लागिसकेपछि हामी गेटबाट माथि लागिसकेका छौँ जहाँ ग्रेट वाल रहेको छ। एकदमै रमाइलो छ। सायद मैले यो फर्स्ट टाइम देखेको यो ग्रेट वाल मेरो लागि नयाँ नै थियो। अनि यहाँबाट तलको दृश्य एकदमै राम्रो देखिन्छ। पहाडहरू हिउँ परेको एकदमै रमाइलो छ। यहाँ सबैजना आउनु भएको छ। रमाइलो पनि छ। हामी फ्यामिली सबै आएका छौँ। हिँड्नलाई गाह्रो छ, उकालो छ र पनि हामी बिस्तारै हिँडेर यो ग्रेट वालहरू हामीले हिँड्दैछौँ। मम्मी माथि बस्नु भएको छ। हामी तल छौँ। दाइले भ्लग बनाइरहनु भएको छ र हामी तपाईलाई योभन्दा अगाडिको दृश्यहरू पनि देखाउने छौँ। यो एकदमै राम्रो छ। मलाई चाहिँ एकदमै पछुतो छैन यो ठाउँमा आएको। साँच्चीकै एकदमै हेर्नुहुन्छ थुम्का छ। यहाँको ठाउँ थुम्का सैलुङ राख्नको कारण पनि म तपाईहरुलाई भनिदिन्छु। 100 थुम्का भएकोले सैलुङ भएको हो। यहाँ चाहिँ हाम्रो मम्मी बहिनीहरू एकदमै थकित भएर बस्नु भएको छ। उकालो थियो, सास बढेर लेक पनि लाग्छ। यहाँ हामीले चाहिँ लसुन टिमुरहरू हालेर हिँडेका थियौँ। अब हामी गन्तव्यमा पुग्न लागिसकेका छौँ। एकदमै डाँडा काँडा छ, रमाइलो पनि छ, चिसो छ र यहाँको मेन भनेको यो जो भ्यू टावरबाट देखिने दृश्य हो, तलको भ्यूहरू हो। यो गुम्बा रहेको छ, वरिपरि एकदमै पहाडहरू छ र बिहानमा
र यहाँ बिहानमा आयो भने एकदमै राम्रो हिमालहरू देख्न सक्छौँ चारैतिर, जो गौरीशङ्कर हिमाल यहाँबाट पनि देखिन्छ र दिउँसोमा भएको कारण धुवालोले खासै देखिएन। यो हामी यहाँ चाहिँ फोटोसोटो खिच्यौँ अनि रमाइलो एकछिन गऱ्यौँ। बहिनीहरूले एकछिन डान्स गर्नुभयो अनि डान्स गरिसकेपछि उहाँहरू इन्जोय गरिरहनु भएको थियो। म चाहिँ भिडियो खिचेर म पनि इन्जोय गरिरहेको थिएँ र त्यसपछि हामी यहाँबाट छिटो छिटो गरेर हामी चाहिँ घरतिर लागिसक्यौँ। हस्, बाई बाई।